नमस्कार सबैजना यहाँहरूलाई मेरो जति पनि फेसबुक पेज र युट्युबमा जोडिने मित्रहरूलाई हजुरहरूको माझमा म धेरै लामो समयपछि मेरो आफ्नो समस्याको कारणले भिडियो ल्याउनु पाएको थिएन तसर्थ आज हजुरहरूको माझमा जोडिने अवसर पनि मिलेको छ त्यसै गरी हजुरहरूले यो भिडियो हेरिसकेपछि के कस्तो लाग्छ आफ्नो आफ्नो प्रतिक्रिया लाइक कमेन्ट मार्फत राख्नुहोला अवश्य हजुरहरूलाई यो भिडियो मन पर्यो भने एक लाइक गरिदिनु होला त्यसै गरी आज दिनभरि चर्चा चलिरहेको विषय हो माननीय सुनसरी क्षेत्र नम्बरबाट समानुपाती कोटामा पर्नुभएका हाम्रा स्मृति भट्टराईज्यू माननीय हुनुहुन्छ आज चाहिँ व्यापकै सामाजिक सञ्जालमा उहाँको टिप्पणी भइरहेको छ त्यही विषयमा म थोरै एउटा यो भिडियो के क्लिपहरू जोडौँ कि भनेर है उहाँ त्यसरी माननीय भइसकेको मान्छे एउटा चाहिँ केटाकेटीको पाराले हेर्नु भनेको अस्वाभाविक मानिन्छ त्यसै पनि उहाँ त माननीय भइसकेको मान्छे अब केटाकेटी बचपन पारा देखाउनु त सायद स्वाभाविक मानिँदैन है बगल्ती उडाएर अब केटाकेटी पाराले बगल्ती उठाउनु भयो तर धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले चाहिँ उहाँको कोही सिक्रेट तानेको होइन त्यसै गरी उहाँ चाहिँ के भन्छ अर्को मादक प्रथा सेवन गरेको जसरी बोतल देखाइराखेको छ है सच्चिनु पर्यो क्या माननीय जीवहरू सच्चिनु पर्यो है त्यसै गरी अर्को माननीय के गर्ने अर्को माननीयले के गर्ने है यो कमेडी पारा भयो त्यसै गरी हुनु त केही नेपालीहरू मनोरञ्जन पनि लिइराख्नु भएको छ है हजुरहरूले यस्तो कमेडी टाइपको पारा गर्न दिनु भएर एक किसिमको मानिसहरू रमाइराखेको छौँ हामी तर सायद यो गर्नु उचित नहोला भन्छु म चाहिँ हजुरहरूको के कस्तो लाग्छ यो आफ्नो धारणा कमेन्ट मार्फत राख्नु होला है त्यसरी नै हाम्रो यो समाज हैन सायद छुट्टै दिशातिर लग्ने प्राइस नहोस् भन्ने मेरो एउटा धारणा हो हैन त्यसै गरी माननीय ज्यूले त्यसरी कानुनै